हेलो हाई सेवा सिमुना दर्शन नमस्ते। फेरि पनि म मेरो च्यानलमा आइसकेँ। आज चाहिँ विशेष गरेर तपाईँहरूलाई ढिलो नगरी आर्टिकल 92 के हो त र पोर्चुगलमा आएर कसरी बस्न सकिन्छ र पोर्चुगल कसरी एप्लाई गर्न सकिन्छ 92 भिजामा भनेर तपाईँलाई म सरर भन्नेछु। क्राइटेरिया तपाईँले के मिट गर्नुपर्छ यो कुरा पनि तपाईँले ध्यान दिएर सुन्नु होला र नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा सब्सक्राइब गरेर लाइक कमेन्ट सेयर पनि गरिदिनु होला ताकि सबैले यो 92 आर्टिकल 92 के हो कसरी एप्लाई गर्ने भनेर भनिरहनु भएको हुनाले गर्दाखेरि यी सम्बन्धी म भिडियो पस्किने कोसिस गरेको छु। आर्टिकल 92 भनेको पोर्चुगलमा आएर लिगल बस्न सकिने भिजा हो। आर्टिकल 92 लाई चाहिँ हामीले स्टुडेन्ट भोकेसनल ट्रेनिङ पनि भनेर भन्ने गर्छौँ है। यो स्टुडेन्ट भोकेसनल ट्रेनिङमा आएर हामीले यहाँ रेसिडेन्सी पनि प्राप्त गर्न सकिन्छ। हामीलाई कति वर्षको दिन्छ भन्दाखेरि सुरुमा 1 वर्षको र यहाँ कानुनी रूपमा हामीले यहाँको विधि विधान र यहाँको सिस्टमलाई हामीले फलो गर्यो भने उनीहरूले भोकेसनल ट्रेनिङको लागि दिएको आर्टिकल 92 छ त्यो चिजलाई हामीले फलो गरेर कम्प्लिट गर्दै गयो भने हामीले त्यो कार्ड रिन्यू गर्दै पनि गइन्छ र तपाईँले पछि यहाँ पर्मानेन्ट रेसिडेन्सी या तपाईँले पिआर पनि या पासपोर्ट पनि तपाईँले लिनु सक्नुहुनेछ। त्यसको लागि क्राइटेरिया के पुरा गर्नुपर्छ म तपाईँलाई सरसर्ती भनिदिन्छु, ध्यान दिएर सुन्नु होला। यो भोकेसनल ट्रेनिङ भनेको चाहिँ माध्यमिक शिक्षा या त व्यावसायिक ट्रेनिङ पनि भनेर यसलाई भन्ने गरिन्छ। भोकेसनल ट्रेनिङ या क्युएनए पनि यसलाई चाहिँ भनिन्छ। क्युएनए चाहिँ हामीले 4 देखि 5 लेभलको गैर आवासीय या त गैर युको मान्छेहरूलाई एथोरिटी दिएको एउटा स्टुडेन्ट भिजा जस्तै हो। आर्टिकल 92 मा हामीलाई चाहिने क्राइटेरियाहरू के हो त सुन्नु होला। सबैभन्दा पहिला नन EU या गैर युको मान्छेहरू चाहिँ लिगली रूपमा या आधिकारिक रूपमा पोर्चुगल छिरेको हुनुपर्छ। यो पोर्चुगलमा तपाईँले टिआरसी एप्लाई गर्नुको लागि चाहिँ या त रेसिडेन्सी एप्लाई गर्नुको लागि चाहिँ तपाईँले के क्राइटेरिया मिट गरेको हुनुपर्छ ध्यान दिएर सुन्नु होला। सबैभन्दा पहिला तपाईँ आधिकारिक रूपमा छिरेको हुनु पर्यो, लिगल रूपमा छिरेको हुनु पर्यो। सेकेन्डमा पोर्चुगलमा तपाईँले भोकेसनल ट्रेनिङ कोर्स गरेको हुनुपर्नेछ या त मान्यता प्राप्त विद्यालय या त कलेजमा चाहिँ तपाईँले अध्ययन गरेको ट्रेनिङ गरेको हुनुपर्ने। अर्को बसोबास एड्रेस या त आर्थिक स्रोत या त मिन्स अफ सब्सिस्टेन्स यो तपाईँको खुलाएको हुनुपर्ने। तपाईँले यो अध्ययन गर्नुको लागि नेपालबाट आउँदा होस् या तपाईँ EU कन्ट्रीबाट आउँदा होस् तपाईँले चाहिँ स्वास्थ्य बिमा गरेको अनिवार्य हुनुपर्नेछ या त SNS कभरेज भनेको यहाँ चाहिँ पोर्चुगलमा SNS भन्छ तपाईँको ट्रिटमेन्ट गर्नको लागि, सेन्टर साउथ भन्छ त्यो ट्रिटमेन्ट गर्नको लागि कभरेज गरेको। इनकेस तपाईँ कति समयको लागि अध्ययन गर्न आउँदै हुनुहुन्छ र कतिसम्म बस्नुहुन्छ त्यो टाइमभरिको लागि चाहिँ तपाईँले इन्सुरेन्स गरेको हुनुपर्ने या त SNS कभरेज गरेको इन्सुरेन्स चाहिँ तपाईँको अनिवार्य हुनै पर्नेछ, नत्र तपाईँलाई यहाँ रेसिडेन्सी एप्लाई गर्नको लागि मान्यता हुने छैन। यो माथिको चिजहरू तपाईँको कम्प्लिट छ भने तपाईँलाई सुरुमा आइमाले 1 इयरको रेसिडेन्सी पर्मिट गर्नेछ र तपाईँले भने बमोजिमको यो भोकेसनल ट्रेनिङमा अध्ययन गर्नु आउनुभएको क्राइटेरियाहरू मिट गर्दै जानु भएको छ। अध्ययन गर्दाखेरि यहाँ आइमाकोले अध्ययन गर्दाखेरि अनुसन्धान गर्दै जाँदाखेरि मिट गर्नु भएको छ भने तपाईँलाई 1 इयरको रेसिडेन्सी पर्मिट दिनेछ। अनि तपाईँले 1 वर्ष कम्प्लिट भइसकेपछि त्यो तपाईँले जुन क्राइटेरिया कम्प्लिटली मिट गर्नु भएको छ भने तपाईँको फेरि रिन्यू हुँदै जान्छ र तपाईँको रिन्यू हुँदै गइसकेपछि तपाईँले आफ्टर 5 इयर्स या त तपाईँको अहिलेको रुल्स अनुसार नीति नियममा 10 वर्ष चाहिँ कम्प्लिट बस्नुपर्ने हुन्छ अनि तपाईँले पिआर एप्लाई गर्नु पाउनुहुनेछ। तपाईँले यो रेसिडेन्सी चाहिँ कलेज थ्रु पनि गर्न सक्नुहुन्छ, आफैले गर्दा पनि भयो, लोयर थ्रुबाट पनि तपाईँले लोयरलाई पैसा तिरेर आफैले गर्न सक्ने क्यापेबल छैन, म सक्दिनँ, यहाँको नियम कानुन बुझ्न सक्दिनँ भन्नुहुन्छ भने लोयरलाई पनि तपाईँले हाल्नु सक्नुहुन्छ। पैसा तिरेर तपाईँले लोयर मार्फत पनि गर्न सक्नुहुन्छ, नत्र तपाईँले आइमामा लेटर पठाउन सक्नुहुन्छ। म पोर्चुगल आएको यो डेटमा म यो भोकेसनल ट्रेनिङ गर्नु आएको र मैले चाहिँ पोर्चुगलमा खानको लागि, बस्नको लागि र यहाँको
एसएनएसको लागि कभरेज हुने इन्सुरेन्स बसिन्जेलको लागि मैले सबै क्राइटेरिया मिट गरेको छु र अकोमोडेसन छ मसँग, बस्ने ठाउँ छ र तपाईँको एड्रेस छ, सबै कुरा चाहिँ मैले कम्प्लिटली मिट गरेको छु भनेर तपाईँले सिधै आइमाको वेबसाइटमा गएर तपाईँले लेटर बुझाउनु सक्नुहुन्छ, नत्र लोयरको थ्रुबाट गएर लोयरले पनि त्यही आधारमा तपाईँको लेटर लेखेर आइमालाई दिनेछ। अनि आइमाले तपाईँले क्राइटेरिया मिट गर्नु भएको छ भने तपाईँलाई रेसिडेन्सी पर्मिट दिनेछ है त। तपाईँ छर्लङ्ग हुनु होला आर्टिकल 92 भने के हो र आर्टिकल 92 मा चाहिने तपाईँ क्राइटेरिया के मिट गर्नुपर्छ र कति वर्षको तपाईँले टिआरसी पाउनुहुन्छ र कति वर्षमा तपाईँले पिआर पाउनुहुन्छ, पासपोर्ट पाउनुहुन्छ भनेर मैले तपाईँलाई खुलस्त पार्दै। र यस्तै भिडियो चाहन्छ भने तपाईँले मलाई फलो गर्नुहोस्, माया गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, भिडियोलाई सेयर पनि गर्नु होला भन्दै तपाईँहरूलाई म अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिले छुट्टेँ। हस् त, सी यू नेक्स्ट भिडियो।